फोहोरको सङ्गत गर्नुहुन्छ फोहोरी हुन्छ, सफाको सङ्गत गर्नुहुन्छ सफा हुन्छ। मौरीको पछि लाग्नुहुन्छ तपाईँ फुलको बगैँचामा पुग्नुहुन्छ, झिँगाको पछि लाग्नुहुन्छ तपाईँ नालीमा पुग्नुहुन्छ। झिँगा जहाँ बस्छ त्यहीँ लान्छ, मौरी जहाँ बस्छ त्यहीँ लान्छ, हो कि नै? अब झिँगा के हो भन्दा शैतान, त्यही असुर। मौरी के हुनुहुन्छ? हाम्रो परमेश्वर हुनुहुन्छ। अब हाम्रो पिता मौरी रूपी हाम्रो पिताको पछि लाग्नुहुन्छ। ठुलै ठुलो बगैँचा भनेको आशिषै आशिषको भण्डार भन्नुहुन्छ, उद्धारै उद्धारको भण्डार भन्नुहुन्छ। अब अशुद्ध आत्माको पछि लाग्नुहुन्छ, झन् कुलतमा पर्नुहुन्छ, झन् अशान्तिमा फैलिनुहुन्छ, झन् जीवन अन्धकार मैलो हुन जान्छ। तर परमेश्वरले हेर टल्काएछ, आज भएका वचन र गवाई सोच्नुहोस् साबुन स्वर्गका पिताले दिनुभयो, टल्काइसक्नुभयो के तपाईँका सोच, तपाईँका मन, तपाईँका बुद्धि, तपाईँका आनी बानीलाई परमात्माले वचनको द्वारा धोइ बखाली गरेर टलक्क पारेर टल्काउनुभयो। अब अशुद्ध आत्माले तपाईँलाई कुनै हानि गर्न